सम्पूर्णमा Recording नमस्कार। is on. स्मार्ट हेल्थ ग्लोबलको तर्फबाट म चाहिँ सुषमा खड्का। सर्वप्रथम त यहाँ उपस्थित सम्पूर्णलाई म स्वागत गर्न चाहन्छु र हाम्रो आजको यो सिएमई सत्र चाहिँ हाम्रो स्मार्ट हेल्थ ग्लोबलको चाहिँ युट्युब च्यानलमा पनि लाइभ सञ्चालन भइरहेको हजुरहरूलाई जानकारी गराउन चाहन्छु। र हाम्रो चाहिँ यो सिएमई सत्र सञ्चालन गर्नुको मुख्य उद्देश्य भनेको चाहिँ हाम्रो दूरदराजमा रहनुभएको स्वास्थ्य कर्मीको ज्ञानमा वृद्धि होस् र उहाँहरूलाई चाहिँ सेवा दिने क्रममा चाहिँ उहाँलाई कुनै गाह्रो अथवा अप्ठ्यारो भएको छ भनेपछि चाहिँ उहाँहरूले चाहिँ सोध्न सक्नुहुन्छ भनेर हो। र हामीले चाहिँ यो सिएमई सत्र चाहिँ हरेक हप्ताको बिहिबार सञ्चालन गर्दै आइरहेका छौँ र हाम्रो आजको यो सिएमई सत्रको प्रस्तुतिकरणको प्रस्तुता डाक्टर अप्सा श्रेष्ठ हुनुहुन्छ भने उहाँको प्रस्तुतिकरणको शीर्षक चाहिँ निपा भाइरस रहेको छ। अब चाहिँ म ढिलो नगरिकन चाहिँ डाक्टरलाई आफ्नो प्रस्तुतिकरण सुरु गर्न अनुरोध गर्न चाहन्छु भने हजुरहरूलाई चाहिँ यो प्रस्तुतिकरणलाई लिएर चाहिँ कुनै प्रश्न जिज्ञासा छ भने चाहिँ हामीले चाहिँ अन्त्यमा चाहिँ हाम्रो प्रश्न उत्तर सत्र पनि सञ्चालन गर्ने बारे हजुरहरूलाई जानकारी गराउन चाहन्छु। र हामीले चाहिँ अहिले यो हाम्रो सिएमई सत्रमा जोडिनु भयो बापत चाहिँ सर्टिफिकेट दिने गरेका छौँ र हामीले चाहिँ त्यो सर्टिफिकेटको लागि चाहिँ 325मा चाहिँ हामीले एउटा लिङ्क सेयर गर्छौँ च्याट बक्समा र हजुरहरूलाई चाहिँ यो सिएमई सर्टिफिकेट चाहिन्छ भने चाहिँ हजुरले चाहिँ त्यो सर्टिफिकेट भरिदिनु भयो भने चाहिँ फर्म भरिदिनु भयो भने चाहिँ हामीले हजुरलाई चाहिँ त्यो सर्टिफिकेट प्रोभाइड गर्नेछौँ। र अब चाहिँ यति भन्दै म डाक्टरलाई चाहिँ आफ्नो प्रस्तुतिकरण सुरु गर्न चाहिँ अनुरोध गर्न चाहन्छु। अब चाहिँ हजुरले सुरु गर्न सक्नुहुन्छ है डाक्टर। धन्यवाद। नमस्कार सबैजनालाई, म डाक्टर अप्सा श्रेष्ठ। आज चाहिँ म यहाँहरूलाई निपा भाइरस सम्बन्धी सिएमई प्रस्तुत गर्न गइरहेको यो विषय चाहिँ एकदमै महत्त्वपूर्ण छ अहिले, किनभने निपा भाइरसको चाहिँ मोर्टालिटी रेट पनि एकदमै धेरै हाई छ होइन। अनि अहिले महामारीको पनि सम्भावना भएको देखिन्छ र हालसम्म कुनै पनि निश्चित उपचार वा भ्याक्सिन पनि नभएकोले यो विषय चाहिँ अहिले निकै नै महत्त्वपूर्ण छ। आजको हाम्रो आजको यो सिएमईको प्रस्तुतिमा चाहिँ मैले कभर गर्ने कन्टेन्ट्सहरू चाहिँ यिनीहरू नै हो। फर्स्ट त अब इन्ट्रोडक्सन भइहाल्यो स्मार्ट हेल्थ ग्लोबलको, त्यसपछि निपा भाइरसको ब्याकग्राउन्डहरू अनि करेन्ट सिनेरियो कस्तो छ, त्यस्तै गरी इपिडेमियोलोजी अनि ट्रान्समिसन कसरी यो सर्छ यो रोग चाहिँ, अनि त्यस्तै गरी यसको क्लिनिकल साइन्स एन्ड सिम्पटम्सहरू, अनि त्यस्तै गरी प्रिभेन्सन कसरी चाहिँ यसलाई रोक्न सकिन्छ यसको ट्रान्समिसनहरूलाई भनेर, त्यस्तै गरी डायग्नोसिस भयो, अनि ट्रिटमेन्ट, अनि यसको रिसर्चहरू अहिले के भइरहेको छ भनेर, त्यस्तै गरी अब टेक होम मेसेजेस भइहाल्यो र अन्तिममा कन्क्लुजन छ। अब ब्रिफ इन्ट्रोडक्सन दिनुपर्दा त स्मार्ट हेल्थ ग्लोबल एउटा अब नन प्रफिट अर्गनाइजेसन हो होइन। यसको मुख्य उद्देश्य चाहिँ अब हाम्रो नेपालको दुर्गम क्षेत्रहरूमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउनु हो, अनि डिजिटल टुल्सहरू प्रयोग गरेर हेल्थ केयर एक्सेसहरू पनि कसरी बढाउने, अनि युनिभर्सल हेल्थ कभरेजहरू हासिल गर्ने जस्तो काम चाहिँ हाम्रो स्मार्ट हेल्थ ग्लोबलले गरिरहेको छ। यसको मिसन चाहिँ स्पेसली चाहिँ यो रिमोट एरियाजहरूमा होइन स्वास्थ्य सेवा सजिलै उपलब्ध गराउनु हो भने यसको गोल भनेको चाहिँ अब अन्डरसर्भ कम्युनिटिजहरूलाई हेल्थ केयर प्रोभाइड गर्नु नै भइहाल्यो। त्यस्तै गरी अब हाम्रो सिएमई कन्टिन्युस मेडिकल एजुकेसन भनेको यसको मेन उद्देश्य चाहिँ के छ त भन्दा हाम्रो यो डक्टर्स र हेल्थ केयर वर्कर्सहरूको नलेजहरू अनि कन्फिडेन्सहरू बढाउनु, र त्यस्तै गरी इमर्जेन्सी इन्फेक्सियस डिजिजेसहरू कुनै अहिले एकदमै होइन जानकारी हुनै पर्ने डिजिजेसहरूको बारेमा जस्तै निपा भाइरसको बारेमा सचेत गराउनु पनि हो। र अब म चाहिँ हजुरहरूलाई फर्स्ट त ब्याकग्राउन्ड र करेन्ट सिनेरियो के छ त निपा भाइरसको है, पहिला त्यो कुरा जानौँ। अब निपा भाइरस भनेको के हो त? यो चाहिँ एउटा जुनोटिक भाइरस हो। जुनोटिक भनेको चाहिँ अब हाम्रो जनावरबाट मानिसमा सर्ने भाइरसहरूमा पर्छ है निपा भाइरस चाहिँ। त्यसै गरी यो फर्स्ट आइडेन्टिफाइड चाहिँ 1998 टु 1999मा मलेसियामा भएको थियो। यो फर्स्ट पहिलोपटक चाहिँ यति बेला भेटिएको थियो यो भाइरस चाहिँ। यो भाइरस चाहिँ हाम्रो प्यारामिक्जोभिरिडी फ्यामिलीमा हो है। यसको चाहिँ हेनिपा भाइरस समूह छ होइन, त्यसमा चाहिँ यो निपा भाइरस पर्छ। र त्यस्तै गरी यो किन इम्पोर्टेन्ट छ त भन्दाखेरि
यसले चाहिँ एकदमै सिभियर यो भाइरस लाग्यो भने चाहिँ एकदमै सिभियर इन्केफेलाइटिस जस्तो सिम्पटम्सहरू देखिने। इन्केफेलाइटिस भनेको चाहिँ हाम्रो ब्रेनहरू होइन सुन्निने जस्तो रोग भयो र त्यस्तै गरी हाम्रो श्वास प्रश्वासमा पनि यसले धेरै निकै नै समस्याहरू ल्याइरहेको छ। त्यही भएर एकदम इम्पोर्टेन्ट छ यो भाइरसको बारेमा जान्नु है। त्यस्तै गरी अब यसको केस फ्याटलिटी रेट पनि एकदमै धेरै हाई छ 40 to 75 सम्म नै भएको छ यसको चाहिँ र यसको अहिलेसम्म पनि कुनै पनि एप्रुभड अहिलेसम्म पनि एन्टिभाइरल ट्रिटमेन्ट चाहिँ बजारमा आएको छैन र यसको कुनै भ्याक्सिन पनि छैन अहिलेसम्म कुनै फिक्स्ड भ्याक्सिन लगायो भने ठिक हुन्छ भन्ने त्यस्तो पनि केही छैन। सो यसको करेन्ट ग्लोबल सिनेरियो चाहिँ के छ त भन्दाखेरि यसको रिकरेन्ट आउटब्रेक्सहरू चाहिँ कहाँ भइरहेको छ भन्दाखेरि बङ्गलादेश र भारतमा चाहिँ विशेष गरी केरलामा चाहिँ पटक पटक आउटब्रेक हुने गरेको देखिन्छ। त्यस्तै गरी यसको मृत्यु दर केस फ्याटलिटी रेटहरू हामीले अघि पत्ता लगाए जस्तै 40 to 75% हुन सक्ने भएकोले यो भाइरस चाहिँ एकदमै जान्नुपर्ने इम्पोर्टेन्ट भाइरस हो होइन। अहिलेसम्म चाहिँ अब कुनै पनि उपचार नभएको कारणले चाहिँ डब्ल्युएचओले चाहिँ नेपाललाई एकदमै प्रायोरिटी प्याथोजेनको रूपमा एपिडेमिक पोटेन्सियल यसको चाहिँ महामारी पनि हुन सक्ने सम्भावना हुने कारणले चाहिँ डब्ल्युएचओले चाहिँ नेपाललाई प्रायोरिटी प्याथोजेनको रूपमा अहिले राखेको छ। त्यस्तै गरी अब यसको इपिडेमियोलोजी हेर्नुपर्दा चाहिँ अब इपिडेमियोलोजी चाहिँ यसको इन्डेमिक रिजन्सहरू त्यही अब साउथ र साउथ इस्ट एसियाहरूमा देखिएको छ भने अब रिजर्भर होस्ट भनेको चाहिँ फ्रुट ब्याट्स। अब यो कस्तो जनावरहरूमा देखिन्छ भन्दाखेरि फ्रुट ब्याट्स भनेको यो फलफुलहरू खाने चमेराहरू है तिनीहरूलाई चाहिँ फ्लाइङ फक्सेस पनि भन्छ है तिनीहरूमा चाहिँ यो देखिरहेको छ। त्यस्तै गरी इन्टरमिडिएट होस्ट भनेको चाहिँ पिग्सहरू है अब रिजर्भर होस्ट भनेको त त्यो भाइरस यो भाइरस त्यो हुन्छ नि राख्ने जनावर भयो फ्रुट ब्याट्स चाहिँ भने इन्टरमिडिएट होस्ट भनेको कसरी लाग्ने बिचको हुन्छ नि एउटा माध्यम त्यो भनेको चाहिँ पिग्सहरूबाट सर्ने गरेको छ। यो चाहिँ अब आउटब्रेक प्याटर्न चाहिँ बङ्गलादेश र इन्डियामा चाहिँ सिजनल आउटब्रेक्सहरू भइरहेको देखिन्छ। अफन लिङ्क टु डेट पाम स्याप भनेको चाहिँ यो डेट पाम स्याप चाहिँ नेपालीमा टाडी भन्दो रहेछ यसलाई होइन। मान्छे अब यो यसलाई टाडी यो के को जुस भनेर बेचिरहेको हुन्छ है हाम्रो नेपालमा पनि। यो जुस खाएर चाहिँ मान्छेहरूलाई यसको अलि धेरै नै यसको सङ्क्रमण भइरहेको देखिन्छ र यसको हाई मोर्टालिटी रेट भइहाल्यो अरू भाइरल इन्फेक्सन्सहरू भन्दा चाहिँ यो एकदमै धेरै हाई छ है। अनि एट रिस्क ग्रुप्स भनेको चाहिँ अब कसलाई यसको रिस्क छ त भन्दा अब मेन त हामी सबै हेल्थ केयर वर्कर्सहरूलाई भयो है। अर्को चाहिँ अब कुनै इन्फेक्टेड पेसेन्ट छ भने उनीहरूको फ्यामिली मेम्बर्सहरूलाई हुने भयो एकदमै रिस्क। त्यस्तै गरी अब मैले अघि भने जस्तै यो टाडी यो र डेट पाम स्याप खाने यो मान्छेहरूमा पनि यो एकदमै देखिरहेको छ यो भाइरसको सङ्क्रमण चाहिँ। त्यस्तै गरी अब पिग फार्मर्स किनभने पिग अब हाम्रो इन्टरमिडिएट होस्ट हुने भएकोले चाहिँ पिग फार्मिङ गर्ने मान्छेहरूमा पनि एकदमै हाई रिस्क चाहिँ हुन्छ यसको। अब ट्रान्समिसन कसरी हुन्छ त भन्दा यो फोटो हजुरले हेर्न सक्नुहुन्छ है यही हो टाडी भनेको टाडीको जुस। अब यो मलाई पनि थाहा थिएन है यसरी यो जुसहरू निकालेर यो मान्छेहरूले खानुभयो भने चाहिँ यसको अलिक सङ्क्रमण धेरै देखिरहेको छ। अब ट्रान्समिसन भनेको अब कसरी सर्छ त है फर्स्ट त अब एनिमल टु ह्युमन ट्रान्समिसन भनेको जनावरबाट मानिसमा चाहिँ कसरी सरिरहेको छ त भन्दा अब चमेराले छोएको फलफुल खाँदा हुन्छ है कन्जम्सन अफ द्याट कन्टामिनेटेड फ्रुट्स। अब चमेराले कुनै फलफुल छोएको छ भने पनि त्यहाँबाट सर्न सक्यो। त्यस्तै गरी अब यो र डेट पाम यो टाडी है यसलाई चाहिँ खजुरको जुस पनि भन्छ क्या सायद यो जुस यो टाडीले अब यो टाडीमा चाहिँ अब कुनै चमेराको सलाइभा युरिनले होइन यो इन्फेक्टेड भएको छ र त्यो हामीले पिएम भने पनि हामीलाई सर्न सक्छ। त्यस्तै गरी अब कन्ट्याक्ट विथ इन्फेक्टेड पिग्स भयो है सङ्क्रमित सुँगुरहरू खायो भने अरू कन्ट्याक्ट भयो भने पनि हुनसक्छ यो त्यस्तै अब मानिसबाट मानिसमा चाहिँ कसरी सर्छ त भन्दाखेरि अब क्लोज कन्ट्याक्ट विथ इन्फेक्टेड पेसेन्ट अब होइन नजिकैको कोही सङ्क्रमित पेसेन्ट्सहरूसँग क्लोज कन्ट्याक्ट भयो भने पनि हुनसक्छ। त्यस्तै गरी अब रेस्पिरेटरी सिक्रेसन्सहरू भयो होइन श्वास प्रश्वासको बेलामा अब कुनै थोपाहरू निस्केको छ त्यसले गर्दा पनि एक्सपोजर भयो भने हुनसक्छ यसको ट्रान्समिसन। अनि बडी फ्लुइड्सहरू त्यस्तै होइन अब कुनै बिरामीको शरीरको पदार्थ बाट पनि सर्न सक्छ। त्यस्तै गरी अब नोसोकोमियल हस्पिटल एक्वायर्ड ट्रान्समिसनहरू पनि अहिलेसम्म डकुमेन्टेड चाहिँ छ यो पनि। अब त्यस्तै गरी अब यसको लक्षणहरू चाहिँ कस्तो छ त भन्दाखेरि यसको क्लिनिकल साइन्स एन्ड सिम्पटम्सहरू चाहिँ इन्क्युबेसन पिरियड अब यो चाहिँ
टिपिकली 4 to 14 डेजको इन्क्युबेसन पिरियड छ यसको। कहिले चाहिँ रेयरली है, तर अप टु 45 डेजसम्मको पनि देखिरहेको छ इन्क्युबेसन पिरियड चाहिँ। त्यस्तै अब सुरुवातमा लक्षणहरू कस्तो देखिन्छ त भन्दाखेरि अब सर्वप्रथम त हुन्छ नि भाइरल इलनेस जस्तो नै देखिन्छ अर्ली सिम्पटम्सहरू चाहिँ। त्यस्तै ज्वरो आउने होइन, टाउको दुख्ने, शरीर दुख्ने, अनि त्यस्तै गरी अब बान्ता लाग्ने, अनि घाँटी दुख्नेहरू भयो, डिजिनेसहरू भयो होइन, चक्कर आउने जस्तो त्यस्तो देखिन्छ सुरुवातमा लक्षणहरू चाहिँ। पछि प्रोग्रेसिभ डिजिजेसहरू चाहिँ देखिरहेको हुन्छ। फर्स्ट त अब प्रोग्रेसिभ डिजिजमा मैले अघि भने जस्तै अब यसमा चाहिँ एकदम एक्युट इन्केफेलाइटिसको सिम्पटम्सहरू चाहिँ देखिने भएकोले अब इन्केफेलाइटिस भनेको के हो त्यो चाहिँ पहिला बुझ्न पर्ने हुन्छ है। इन्केफेलाइटिस भनेको चाहिँ हाम्रो त्यही ब्रेनको इन्फ्लेमेसन हो होइन, ब्रेन सुन्निनु भनौँ न सादा भाषामा भन्नुपर्दा चाहिँ। अनि यसमा चाहिँ निपा भाइरसले चाहिँ मस्तिष्कमा एकदमै असर गर्ने लक्षणहरू देखिन्छ कि प्रोग्रेसिभ डिजिज हुँदा चाहिँ। जस्तै फर्स्ट त अब हाम्रो अल्टर्ड मेन्टल स्टेटस। अब अल्टर्ड मेन्टल स्टेटस भनेको के हो त, अब त्यही अलमल हुने होइन, पेसेन्टहरू अलमल भएको जस्तो देखिने, अब मान्छे नचिन्ने, ठाउँ नचिन्ने, डिसओरिएन्टेड टु टाइम प्लेस एन्ड पर्सन भन्छ नि, त्यस्तै ठाउँ समय र मानिसलाई नचिन्न सक्ने खालको देखिन्छ पेसेन्टहरू होइन। अनि एकदम झर्किनेहरू भइहाल्यो। त्यस्तै गरी अब कन्फ्युज भएको एकदमै होइन, के भइरहेछ त्यो अलमलिएको जस्तो देखिने हुन्छ। त्यस्तै गरी सिजर्सहरू पनि देखिरहेको हुन्छ प्रोग्रेसिभ डिजिजमा। अब सिजर भनेको त्यही अब पुरै शरीरहरू काँपेको जस्तो देखिन्छ है। अनि त्यस्तै गरी अब सेभियर म्यानिफेस्टेसन भनेको चाहिँ अब एकदमै कि यसको यो न्युरोलोजिकल म्यानिफेस्टेसन हुने भएकोले एकदमै छिटो डिटेरियोरेट हुन्छ कि पेसेन्ट चाहिँ एकदमै छिटो नै उसको अवस्था चाहिँ बिग्रिँदै गएको देखिन्छ है। अनि कोमाहरूमा पनि हुनसक्छ। यो चाहिँ गम्भीर लक्षणहरू भयो है। यो सिभियर म्यानिफेस्टेसन चाहिँ अब कोमा विदिन 24 to 48 आवर्स हुनसक्छ। त्यस्तै गरी अब हाम्रो श्वास फेर्न पनि गाह्रो हुने, एक्युट रेस्पिरेटरी डिस्ट्रेसहरू हुनसक्छ। त्यस्तै गरी अब न्युमोनियाको सिम्पटम्सहरू, एटिपिकल न्युमोनिया, टिपिकल न्युमोनिया जस्तो नभए पनि एटिपिकल न्युमोनियाको सिम्पटम्सहरू पनि देखिन सक्छ है। अनि एकदम अब सेभियर म्यानिफेस्टेसन भएपछि चाहिँ अब आइसियु केयर आइसियुमै भर्ना गर्नुपर्ने हुनसक्छ है। अनि त्यस्तै गरी अब हामीलाई यो क्लिनिकल साइन्स एन्ड लक्षणहरू भइहाल्यो। त्यस्तै गरी अब कहिले होइन यो हाई सस्पिसन कुनै मान्छेलाई निपा भाइरस लागेछ भनेर हामीले कसरी सस्पेक्ट गर्ने होइन, कसरी यसलाई चाहिँ लागेकै हो भनेर हामीले शङ्का गर्ने त भन्दा फर्स्ट त्यही अब इन्केफेलाइटिसको सिम्पटम्सहरू, एक्युट इन्केफेलाइटिस अघि भने जस्तै त्यस्तो सिम्पटम्सहरू देखेको छ। प्लस रिसेन्ट ट्राभल टु इन्डेमिक एरिया भनेको अब त्यही इन्डियाहरू गएर आएको होइन कोही पेसेन्ट छ अनि यस्तो सिम्पटम्सहरू देखेछ भने चाहिँ हामीले शङ्का गर्नुपर्छ कि उसले चाहिँ निपा भाइरस पनि उसलाई सङ्क्रमण हुनसक्छ है भनेर हामीले शङ्का गर्नुपर्ने हुन्छ। त्यस्तै गरी अब सिभियर फेब्राइल इलनेस होइन विथ ऱ्यापिड न्युरोलोजिकल डिक्लाइन भनेको त्यही अब यसले मस्तिष्कलाई हानि पुर्याउने भएकोले चाहिँ यसको एकदमै ऱ्यापिडली डिटेरियोरेट हुन्छ कि पेसेन्ट चाहिँ है। त्यस्तै गरी क्लस्टर अफ सिमिलर केसेस भनेको चाहिँ अब एकजनालाई मात्रै नभएर त्यस्तै केसेसहरू अब तपाईँको होइन हेल्थ पोस्टहरूमा आउन थाल्यो भने पनि हामीले शङ्का गर्न सकिन्छ कि यो निपा भाइरस हो होइन। त्यस्तै गरी अब हिस्ट्री अफ कन्ट्याक्ट विथ ब्याट्स, चमेरासँगको के अरे कन्ट्याक्ट छ, अरू त्यही अघि मैले भने टाढी खाएको जस्तो होइन त्यस्तो केही छ, अरू इन्फेक्टेड पर्सनसँग कन्ट्याक्ट छ भने पनि हामीले हाई सस्पिसन राख्नुपर्छ निपा भाइरस भनेर है। त्यस्तै गरी अब हामी प्रिभेन्सनको कुरा गर्नुपर्दा चाहिँ कसरी निपा भाइरसको चाहिँ रोकथाम गर्न सकिन्छ त। फर्स्ट अब कम्युनिटी लेभल प्रिभेन्सन भनेको चाहिँ समुदाय स्तरमा चाहिँ हामीले कसरी प्रिभेन्ट गर्ने त। फर्स्ट अब त्यही नै है, कन्जम्सन अफ रड डेड पाम स्याप त्यो भनेको हाम्रो त्यो टाडीको रसहरू नपिउन भन्ने होइन। त्यस्तै गरी अब फ्रुट्सहरू जस्तै अब अघि भने जस्तै चमेराले छोएको फ्रुट्सहरूबाट पनि यो कन्टामिनेट हुन सक्ने के अरे ट्रान्सफर हुन सक्ने भएकोले अब हामीले फ्रुट्सहरू बजारहरूबाट लिएर आयो भने चाहिँ मजाले धुने होइन, बरु सकिन्छ भने उमालेको पानीमा धुने होइन त्यस्तो गर्नु पर्यो। वास गर्ने, मजाले वास गर्ने होइन। त्यसपछि अर्को चाहिँ अब यो चमेरा र सिक एनिमल्सहरू, पिग्सहरू होइन यिनीहरूसँग चाहिँ एकदमै आफूलाई बच्ने है, अब कन्ट्याक्ट एभोइडै गर्ने त्यस्तोमा चाहिँ होइन। अनि अर्को अब पब्लिक एवेरनेस क्याम्पेनहरू भनेको त अब हामीले जनचेतना कार्यक्रमहरू आयोजन गरेर यसको बारेमा उहाँहरू सबैजनालाई हाम्रो कम्युनिटीमा हामीले एजुकेसन दिएर पनि हामीले कम्युनिटी लेभलमा चाहिँ प्रिभेन्ट गर्न सक्छौँ यो डिजिज चाहिँ। त्यस्तै गरी अब हस्पिटल इन्फेक्सन कन्ट्रोल मेजर्स भनेको चाहिँ अब हस्पिटलमा यो रोग
सरिसकेपछि अब के गर्नुपर्ने हुन्छ हामीले होइन हस्पिटल हामी हेल्थ केयर वर्कर्सहरूले कसरी प्रिभेन्ट गर्न सक्ने त भन्दाखेरि फर्स्ट अब स्ट्यान्डर्ड प्रिकसन्समा त्यही ह्यान्ड हाइजिनहरू एकदम अनिवार्य छ होइन स्टेप बाई स्टेप ह्यान्ड हाइजिन सबैलाई थाहा छँदैछ होइन त्यो गर्नु पर्यो त्यस्तै गरी अब पिपिईको प्रयोग गर्ने अब पिपिई भनेको अब हाम्रो त्यही N95 मास्कहरू ग्लोभ्स गाउन आई प्रोटेक्सनहरू गर्ने होइन त्यस्तै गरी अब आइसोलेसन मेजर्सहरू अब बिरामी अब देखिएको छ निपा भाइरस लागेको देखिएको छ अब यसलाई आइसोलेसन कसरी गर्ने त भन्दाखेरि अब आइसोलेसन रुममा राख्ने अनि हेल्थ केयर वर्कर्सहरू पनि लिमिटेड नम्बरमा मात्रै एक्सपोज गर्ने अनि त्यस्तै गरी बायोमेडिकल वेस्टहरू पनि एकदमै राम्रोसँग डिस्पोज गर्नुपर्छ होइन पेसेन्टहरूसँग इन्फेक्टेड भएको वेस्टहरू पनि राम्रोसँग डिस्पोज गर्ने चाहिँ अब हाम्रो स्वास्थ्य कर्मीहरू सुरक्षित भयो भने त आउटब्रेकहरू नियन्त्रण गर्न सकिन्छ होइन त्यही भएर यो हस्पिटल इन्फेक्सन कन्ट्रोल मेजर्स पनि एकदमै इम्पोर्टेन्ट छ त्यस्तै गरी अब कन्ट्याक्ट ट्रेसिङ भनेको चाहिँ अब हामीले अब कसैलाई सङ्क्रमण लागेको जस्तो छ होइन भने त्यो भएको मान्छेहरूलाई चाहिँ 21 दिनसम्म चाहिँ हेरिराख्ने कि सर्भिलेन्स पिरियडमा हेरिराख्ने किनभने यसको इन्क्युबेसन पिरियड पनि त्यही भित्र भएको हुनाले यदि पनि सिम्टम्सहरू आएको छ भने टाइममै हामीले उपचार दिन सक्छौँ है अब यसको डायग्नोसिस चाहिँ कसरी गर्ने त सरी यसको डायग्नोसिस चाहिँ अब हामीले कसरी पहिचान गर्ने त डायग्नोसिस भनेको अब यो टेस्टहरू गरिन्छ है अब फर्स्ट त अब आरटीपीसीआर भयो यो चाहिँ हाम्रो मुख्य जाँच र यसलाई गोल्ड स्ट्यान्डर्ड डायग्नोस्टिक पनि भनिन्छ होइन इन्भेस्टिगेसन पनि भनिन्छ अर्को चाहिँ अब एलाइजा भइहाल्यो आइजिएम र आइजिजी एन्टिबडिजको लागि यो टेस्ट पनि गरिन्छ त्यस्तै गरी अब हाम्रो यहाँ त छैन नेपालमा तर अब जस भाइरस आइसोलेसनहरू गरेर स्पेसलाइज ल्याब्सहरूमा मात्रै हुन्छ यो चाहिँ त्यस्तै गरी अब requires high biosafety laboratory अब यो चाहिँ अलि BSL-4 भन्ने यो ल्याबोरेटरी हो होइन यो चाहिँ अब त्यही सेफ्टीको लागि भइहाल्यो यो डायग्नोसिस गर्नको लागि है यो चाहिँ एउटा प्रयोगशाला जस्तै भनौँ न सुरक्षा प्रयोगशाला जस्तै हो यो BSL-4 भनेको चाहिँ त्यस्तै गरी अब ट्रिटमेन्ट अब उपचार के गर्ने त अब यसको अहिलेसम्म कुनै स्पेसिफिक भाइरल ट्रिटमेन्ट पनि आएको छैन मार्केटमा न यसको भ्याक्सिन आएको छ तर हामीले यसलाई कसरी यो लागिहाल्यो भने हामीले कसरी यसको उपचार गर्न सक्छौँ त भन्दाखेरि फर्स्ट त अब सपोर्टिभ म्यानेजमेन्ट गर्नुपर्छ है हामीले सपोर्टिभ केयरमा चाहिँ अब हामीले के गर्ने अब त्यो अक्सिजन दिनु पर्यो होइन भेन्टिलेटर चाहिएको छ भने त्यो प्रयोग गर्न सक्नु पर्यो त्यस्तै गरी अब सिजर भएर आएको हुनसक्छ पेसेन्ट इन्केफालाइटिसहरू भएर होइन अब सिजर कन्ट्रोल गर्ने नि त होइन त्यस्तै गरी अब मेन कुरा चाहिँ अब यस्तो फ्लुइड एन्ड इलेक्ट्रोलाइट म्यानेजमेन्टहरू पनि भइहाल्यो अब हाइपरटेन्सनहरूमा आएको हुनसक्छ होइन सबै कुरा हामीलाई यो चाहिँ सपोर्टिभ केयरमै पर्ने भयो यो चाहिँ अहिले चाहिँ त्यही नै भइरहेको छ है पेसेन्टहरूलाई अब एन्टिभाइरल चाहिँ यसको अहिलेसम्म चाहिँ स्पेसिफिक चाहिँ आएको छैन जस रिबाभेरिन चाहिँ अहिले स्टडी गरिरहेको छ रिसर्चहरू चाहिँ भइरहेको छ रिबाभेरिन प्रयोग गर्न सकिन्छ कि भनेर तर यसको लिमिटेड छ यसको एभिडेन्स चाहिँ है अनि त्यस्तै गरी अब यसको रेमडेसिभिर भन्ने अर्को एन्टिभाइरल पनि एकदम अहिले रिसर्च भइरहेको छ युज गर्न मिल्छ कि नयाँ भनेर र भ्याक्सिन चाहिँ अहिलेसम्म यसको कुनै पनि जस मार्केटमा चाहिँ कुनै पनि लाइसेन्स ह्युमन भ्याक्सिन चाहिँ अहिलेसम्म आएको चाहिँ छैन अब त्यही हो कि टेक होम मेसेजेसहरू चाहिँ अब के हामीले थाहा पाउनुपर्छ त यसको बारेमा भन्दाखेरि चाहिँ निपा भाइरस चाहिँ एकदमै नै गम्भीर र घातक रोग हो यो चाहिँ है यसको हाई मोर्टालिटी रेट छ भन्ने कुरा चाहिँ हामी सबैलाई थाहा हुनुपर्छ यो है अनि अर्को चाहिँ यसले के गर्न सक्छ अर्को कुरा चाहिँ हामीले थाहा पाउनु पर्ने चाहिँ अर्ली रिकग्निसन चाहिँ एकदमै क्रिटिकल छ भनेको अब कुनै पनि पेसेन्ट होइन ज्वरो आएको छ होइन मानसिक अवस्थामा पनि परिवर्तन आइरहेको छ भने चाहिँ अब हामीले निपा भाइरस हुनसक्छ है भनेर शङ्का चाहिँ गरिहाल्नुपर्छ है अहिलेको सिनेरियोमा चाहिँ अनि अर्को चाहिँ अब स्ट्रिक्ट इन्फेक्सन कन्ट्रोल प्रिभेन्ट्स आउटब्रेक्स भनेको अब त्यही अब छिटो पहिचान गरेर हामीले आइसोलेसनमा रह्यो भने त्यसको ट्रान्समिसनहरू हामीले कन्ट्रोल गर्न सक्छौँ है अनि यसको उपचार चाहिँ कुनै पनि छैन डेफिनेटली ट्रिटमेन्ट छैन यसको अहिलेको लागि चाहिँ खालि प्रिभेन्सन नै हो यसको मेन ट्रिटमेन्ट भनेको प्रिभेन्सन जति गर्न सक्छौँ त्यति नै राम्रो हो यसको लागि है अनि अब हामी हेल्थ केयर वर्कर्सहरू हाई रिस्कमै छौँ सो हामीले चाहिँ अलि एकदमै प्रिकसियस चाहिँ हामी हुनुपर्छ है यो डिजिजलाई लिएर चाहिँ त्यही हो अहिलेको आज यो टपिक पनि अलिक सानो नै भएको हुनाले अलि यो छोटो नै छ मेरो स्लाइड चाहिँ त्यही भएर हजुरहरूलाई के क्वेसन छ
हजुर, हुन्छ डाक्टर। यस्तो राम्रो प्रस्तुतीकरण गर्नुभएकोमा म डाक्टर अप्सरा श्रेष्ठलाई धन्यवाद व्यक्त गर्न चाहन्छु। र अब हजुर हजुरहरूलाई चाहिँ कुनै प्रश्न अथवा जिज्ञासा छ भने चाहिँ हजुरहरूले सोध्न सक्नुहुन्छ है। सायद कुनै प्रश्न छैन जस्तो छ डाक्टर। फेरि हजुर पनि यस्तो राम्रो प्रस्तुतीकरणको लागि म मेरो व्यक्तिगत तर्फबाट र हाम्रो स्मार्ट हेल्थ ग्लोबलको तर्फबाट हजुरलाई धन्यवाद व्यक्त गर्न चाहन्छु। र यहाँ जति पनि उपस्थित हुनुहुन्छ हजुरहरूलाई चाहिँ यो स्लाइड चाहिन्छ भनेपछि चाहिँ हाम्रो प्रोजेक्ट टिममा सम्झना म्याम, सलिना म्याम, दीपिका म्याम अथवा मलाई नै हजुरले आफ्नो इमेल आइडी पठाइदिनु भयो भने चाहिँ हामीले हजुरलाई यो स्लाइड पठाइदिनेछौँ। र यति भन्दै फेरि पनि डाक्टर अप्सरा श्रेष्ठलाई र यहाँ जति पनि उपस्थित हुनुहुन्छ सबैलाई चाहिँ आफ्नो अमूल्य समय निकालेर यहाँ जोडिनु भएकोमा हजुरहरूलाई सबैलाई धन्यवाद व्यक्त गर्दै आजको यो सिएमई सत्र चाहिँ यहीँ सकिएको चाहिँ हजुरहरूलाई म जानकारी गराउन चाहन्छु। हस्त धन्यवाद। थ्याङ्क यू सो मच सुषमाजी, थ्याङ्क यू स्मार्ट एन्ड ग्लोबल यो अपर्च्युनिटी दिनुभएकोमा, थ्याङ्क यू सो मच।